गाइस सबैलाई स्वागत छ मेरो डे 1 मिनी ब्लगमा। आई होप कि तपाईहरु सबैजना सच्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी चटपटे बनाएर खानेवाला थियौँ नि त। त्यसैले मैले अगाडि नै घरमा फलेको प्याज छुटाइसकेको थिएँ किनभने हाम्रोमा थिएन अनि छोटो छोटो धनिया पनि थियो त्यो पनि छुटाएर अगाडि आलु उसिनिसकेको थिएँ, गिलो पनि पकाइसकेको थिएँ अनि सबै कोपीहरू सबै काटेर टिक्का पारेर बोलमा लगाएँ अनि बुसियाहरू चाउचाउदेखि आफूसँग भएको सामानहरू लाएर नुनहरू आफ्नो स्वाद अनुसार लाएर मैले सबै घोलघाल पारेको थिएँ अनि यस्तो भएको थियो हाम्रो फाइनल रिजल्ट चाहिँ। अनि मैले सबैलाई दिएँ मैले खाएँ होइन अनि एउटा आइसक्रिम पनि थियो क्या हामीसँग अनि तपाईँहरूलाई कसलाई चाहिँ आइसक्रिम मनपर्छ कमेन्टमा भन्नु होला। अनि आफ्नो काम त छोड्नु भएन जति मैले पनि त्यसरी मैले आफ्नो धन्दाहरू गरेँ अनि थ्याङ्क्स फर वाचिङ, बाई।